हेलो गाइस, मेरो मिनी भ्लगमा स्वागत छ तपाईहरुलाई। आज हाम्रो बुटोकमा के पाइन्छ भनेर चाहिँ म तपाईहरुलाई देखाउन चाहन्छु। हाम्रोमा खाने आइटमहरु के छ लाउनुस् हेरौँ है त बुटोकमा। हाम्रो बुटोकमा चाहिँ पहिला कुरो छ हैन, यहाँनिर केकको आइटमहरु छ। एकचोटि सर र केकलाई देखाइदेऊ त। यो भयो, केक भयो, अनि यो चाहिँ अब फलफुल भइगयो हैन। अनि अर्को आइटम यतापट्टि छ, यहाँ चाहिँ हाम्रो सी फुडको आइटमहरू छ है। यहाँ चाहिँ सी फुडको छ, के खानुपर्छ सी फुडहरू होइन। तपाईँहरूले खाएन, कसले खानु भएको छ हेर्नुहोस्। एकचोटि सर र सी फुडलाई जुम गरेर देखाइदेऊ। सर र त्यतिको जुम सी फुड भयो, सर र घुमाइदेऊ त। सर सी फुडलाई भयो होइन, मलाई सी फुड भयो नि, देख्नुभयो। अब तपाईँहरूलाई म चाहिँ सुसीतिरको आइटम लाउनु। यहाँ हाम्रो सुसीको के छ भनेर सुसीमा चाहिँ ल होइन, तपाईँहरूले धेरै कुरा खान पाउनु सुसीको आइटम। सर मेरो साथीहरूलाई उहाँहरू हेरेर नखाए पनि फोटो भिडियो हेरेर त चित्त बुझाउनुहुन्छ भनेर मलाई आश लाग्छ है। एकचोटि देखाइदेऊ होइन। अब अर्को आइटम देखाउनु ल। अर्को आइटम ल, यो आइटममा छ हाम्रो यहाँनिर ब्रेडहरू होइन, चिजहरू, अन्डाहरू सब छ। के खान चाहनुहुन्छ आउनुहोस्, प्राइस धेरै पर्दैन है बुटोकमा। तपाईँहरू एकचोटि भिजिट गर्नुहोस्, तपाईँ आफैलाई थाहा हुन्छ के पाउँछ होइन, के छ भनेर। सबै आइटमहरू चाहिँ पाउँछ हाम्रोमा होइन। त्यही तपाईँहरूले खान मन लाग्यो भने एक फोटो भिडियोबाटै हेर्नुहोस्, के गर्नु खाना कि आउनुहोस् है। यो चाहिँ पोर्चुगलको अल्मोदा भन्ने ठाउँमा छ होइन। र यहाँ अर्को आइटम नै देखाइदिनु न, एकचोटि देखाइदिनु ल। के छ होइन, एकचोटि सर देखाइदियो। अनि कसलाई मनपर्छ होइन, लाइक कमेन्ट सेयर पनि गरिदिनु होला। अनि अर्को यो भइगयो, हाम्रो यो चाहिँ सबै मिलेर खाने। तपाईँले अब जे गरेर खाए पनि हुन्छ, तपाईँले इच्छा तपाईँले चुज गर्नुहोस्, प्लेटमा उठाउनुहोस्, लगाएर सापामा लगाएर खान सक्नुहुन्छ। एकचोटि यहाँ सर मेरो त मान्छे आएन क्या। अच्छा, लया देखाइदेऊ त मासु, सर र मासु। अनि अर्को छ यहाँ पाकेको आइटम माछा मासुहरू के चाहिन्छ तपाईँहरूलाई खानासँग पिज्जा छ यहाँ हाम्रो आइटम। अनि लास्ट एउटा आइटम देखाउँछु तपाईँलाई, सापामा। यो पनि सापा भयो, यहाँ छ लास्ट हाम्रो सापाको आइटम चाहिँ यहाँ छ होइन। तपाईँहरूको इच्छा, तपाईँहरूले इच्छा लागेको कुराहरू खानु सापामा चाहिँ यति मिठो हुन्छ है। तपाईँले पुलेर खायो भने तपाईँहरूको दिल चाहिँ गाडेको त्यस्तो मिठो हुन्छ कि तपाईँहरूलाई पनि साथै छैन। ल एकचोटि सर र खिच्देऊ चाहिँ सबलाई देखाइदेऊ सापाको के छ भनेर। कमल ल गाइस, कस्तो लाग्यो यो मिनी भ्लग तपाईँहरूलाई होइन। आजको चाहिँ यति नै, अब पछि फेरि अर्को लिएर आउँछ। तपाईँहरूले लाइक सेयर कमेन्ट गर्नु होला। हस् त, बाई।